यो मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनुहुने सम्पूर्णलाई हो सेवा नमस्ते। आज चाहिँ म स्कुलबाट फर्किसकेपछि सुठुनी उसुने अनि त्यसपछि सुठुनी र चिया खाएर म जङ्गलतिर जाँदैछु। अनि म जङ्गल जाँदा चाहिँ मेरा बालापनका साथीहरूलाई पनि जङ्गल लगेर जाँदैछु। कसरी भने नि तिमीहरूले मेरो भिडियो हेर्यो भने तिमीहरू पनि पहिला हामी बालापनमा जङ्गल गएको याद आउँछ होला। त्यसैले म खासमा चाहिँ जङ्गल आज बाख्रालाई स्याउला काट्नको लागि गएको हो। अनि मलाई एक्लै जङ्गल जान पनि छुट्टै मजा आउँछ, छुट्टै रमाइलो लाग्छ कि। सायद गाउँघरमै जन्मेर हुर्केर घाँस दाउरा स्याउला गर्दै गोठाला गर्दै हुर्केर होला गाउँघर नै रमाइलो लाग्छ, गाउँमै बस्न मजा लाग्छ मलाई चाहिँ। पहिले हामी सानो हुँदा त कति धेरै जङ्गल जान्थ्यौँ, दिनै पछि जङ्गल जान्थ्यौँ। आजभोलि चाहिँ कहिलेकाहीँ मात्रै जान्छौँ। आजभोलि त गाउँघरमा मान्छे पनि कम हुन्छ अनि जङ्गल पनि कहिलेकाहीँ मात्रै गइन्छ। मेरो सानो बेलाको साथीहरू आऊ है जङ्गल जानु, घाँस दाउरा स्याउला काट्नु, गोठाला गर्नु जानु आऊ है भनेर बोलाउन पाएँ र सँगै फेरि जङ्गल जानु पाएँ त कस्तो आनन्द आउँथ्यो होला, मजा आउँथ्यो होला है गफ गर्दै होइन। अझ वनमा रहेको त्यो चुङ्गी बनाएर चुङ्गी खेल्न देउरालीमा अनि खोलामा पौडी खेल्न होइन, कति मजा आउँथ्यो होला। के गर्नु र त्यो समयलाई फर्काउन मिल्दैन रहेछ। आज मैले तिमीहरूलाई धेरै सम्झेको छु, पहिला हामीले घाँस दाउरा स्याउला गोठाला गर्ने साथीहरूलाई चाहिँ। अनि यति गफ गर्दा गर्दै मैले त भारी पुऱ्याए पनि जङ्गलबाट घर आइसकेँ त। अरू भिडियोमा भोइस कभर गर्दाखेरि म के बोल्नु हुन्थ्यो, आज त बोल्दा बोल्दै म घाँसको बारी पुऱ्याएर पनि घर आइपुगिसकेँ। अनि यो चाहिँ सबै हाम्रो घरको सदस्यहरू हो, यो सुँगुर यो सबै बाख्राहरू सबै भैँसीहरू हाम्रो घरका सदस्यहरू हुन्। उहाँ चाहिँ मेरो मम्मीले चाहिँ मैले लिएको घाँस बाख्रालाई बाँधिदिनु हुँदैछ। मम्मी पनि हाई पो भन्दै हुन्छ त मैले भिडियो बनाएको देखेर। बाख्रा अहिले चाहिँ अगाइरहेछ नि त, यो रातभरिमा यो स्याउला चाहिँ सबै खाइसक्छ आज। अनि मैले यतिको लागि नै यिनीहरूको लागि ल्याइदिएको घाँस दुःख गरी एक्लै जङ्गलमा गई ल है त। अब आजलाई चाहिँ भिडियो यति नै। मैले मेरो बालापनको साथीहरूलाई जङ्गल पनि लगेँ, घर पनि ल्याइसकेँ। आजलाई चाहिँ बाई बाई, सी यू नेक्स्ट मिनी भ्लग।